वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अहिले चाहिँ छु म इलाइट सिनेमामा। म पापा मम्मी आएको छौँ उनको स्वेटर हेर्नलाई। सो यो फिल्म चाहिँ हेर्न चाहिँ एकदमै धेरै मन लागिरहेको थियो। सो अब चाहिँ टिकट छ कि छैन भन्ने हामीलाई चाहिँ थाहा छैन। अब चाहिँ टिकट छ कि छैन भनेर सोध्नुहुन्छ अनि हामीलाई थाहा हुन्छ गाइजहरू। एकछिन ल अब टिकट काउन्टरतिर जाऊँ होइन। हाम्रो चाहिँ 12 बजेको सो हो अनि 1 बजेको सो। सो अहिले चाहिँ 12 बजिरहेको छ, 12:30 भयो। अनि अहिलेसम्म पनि हाम्रो चाहिँ खोलेको छैन। अनि अहिले खोलेपछि हेर्नु होला। सो हामी चाहिँ यता पपकर्न चाहिँ होइन, अहिले चाहिँ हामीहरू चाहिँ कोकहरू लिन आएको। अहिले पपकर्नहरू चाहिँ अहिले नलिने, पपकर्न चाहिँ इन्टरभलमा लिने भनेर चाहिँ कोक स्प्राइटहरू मात्र, पापाहरू कफी मात्र लिएको। पपकर्न चाहिँ अहिले इन्टरभलमा खाने। सो अहिले भेटौँ। यहाँ छ टिकट हाम्रो। हाम्रो चाहिँ हल नम्बर 2। कता जानुभयो मम्मी चाहिँ वहाँ पर हुँदो रहेछ गाइज। यहाँ के हो मिस क्याफे पपकर्न नकिनेको किन भरे खाने। सो अहिले चाहिँ हामी छिर्सकेको छौँ। अहिले चाहिँ स्टार्ट हुन्छ अनि भेटौँ ल। लायो हाले की रुपै सुमा कैवाले की घर छिरेर जानु पर्दैन, बाटै काटेर जाने। हेर्नु त हेरेको थिएँ त हो। अन्तिम दिन हो, आउन पनि सक्छ नआउनु पनि सक्छ है। सो अहिले चाहिँ इन्टरभल भइरहेछ। गाइजहरू। सो अहिले चाहिँ हामीहरू पपकर्न खान गइरहेछौँ। हाम्रो चाहिँ म अब 15 दिन जान्छु ल। तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको, बुनेरै सकिनौ। अनि भइगयो नि त, कति न कहिले नै भेट्न हुने जस्तो।
तिमी जस्तै न्यानो तिमी जस्तै शीतल उनको गाइजहरु अहिले चाहिँ फिल्म चाहिँ सकिसकेको छ। मलाई कस्तो लाग्यो फिल्म? राम्रो। पार्ट 2 चाहियो कि चाहिएन? चाहियो। सो अहिले चाहिँ फिल्म सकिसक्यो त्यसो बोर्ड फिल्मको चाहिँ। सो फिल्म चाहिँ एकदमै धेरै राम्रो थियो गाइजहरु, तपाईहरुले चाहिँ हेर्न चाहिँ नभुल्नु होला। एकदमै धेरै राम्रो छ हैन, यसको स्टोरी, यसको सङ, झन् सङहरु चाहिँ यति धेरै नि, गीत यति धेरै छ यो फिल्ममा। सुजन चापागाईको बेस्ट पर्फर्मेन्स एकदमै धेरै राम्रो। सो हजुरहरूलाई आजको हाम्रो यो फिल्म हेर्ने ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, शेयर, सब्सक्राइब गरेर ल बाइ।